नमस्ते साथीहरू, आजको भिडियोमा हामी स्कुल अफ एग्रिकल्चरको बिल्कुलै नयाँ भवन घुम्न आएका छौं। यो भवन साँच्चीकै रमाइलो, सफा र आधुनिक लाग्यो। यो हो स्कुल अफ एग्रिकल्चरको नयाँ भवन। बाहिरबाट हेर्दा नै कति आकर्षक देखिन्छ है। मसँग आजको यात्रामा छन् मेरा 2 जना भान्जा र 1 जना भान्जी। सबैजना रमाइलो गरिरहेका छौं। आउनुहोस् हामी सँगै भित्र घुम्न। हेरौं त कति रमाइला अनुहारहरू। बच्चाहरू एकदमै मस्ती गरिरहेका छन्। भित्रका कक्षा कोठाहरू अत्याधुनिक छन्। प्रोजेक्टर, स्मार्ट बोर्ड जस्ता डिजिटल सुविधा छन्। यात्राको सम्झना सुरक्षित राख्न फोटो पनि खिच्यौं। आज भोलि त स्कुल पनि मल जस्तो लाग्छ है। नयाँ भवन देखेर भान्जा र भान्जी त एकदमै खुसी भए। उनीहरूको उत्साह भिडियोमै देख्न सकिन्छ। यस्तो ठाउँ घुम्दा धेरै कुरा सिक्न पाइन्छ र प्रेरणा पनि मिल्छ। पढ्नका लागि यस्ता वातावरणले झनै उत्साह बढाउँछ। आज म लिएको छु ट्रेभल र डाइरेक्सन सिधा हाम्रो एग्को क्याम्पसतर्फ। तर यो यात्रा पढाइ भन्दा धेरै केही हो। यहाँको हरियाली, शान्त वातावरण अनि यी पुराना र नयाँ बिल्डिङहरूले के मात्र भन्दैनन्। मैले क्यामेरा चलाएँ र पहिलो क्लिपमै मेरो मन क्याम्पसकै सुगन्धमा हरायो। यही त हो जहाँ हर बिहान सूर्योदय किताबसँग होइन, माटोको गन्ध र गहुँको सपनासँग हुन्छ। यो बाटो जुनतिर पनि फर्के नि कहीँ न कहीँ एउटै भावना भेटिन्छ, प्रकृतिको माया। यहाँको नयाँ बिल्डिङ भनेको के हो थाहा छ? नर्दर्न लक रोयल हार्ट। बाहिरबाट सहर जस्तै, भित्रबाट गाउँको आत्मा। अनि हरेक कुना कुनामा लुकेको छ कहिल्यै नसुनिएको मोटिभेसन, कहिल्यै नदिएको हाँसो र कहिल्यै नबुझेको वाइ एग्रिकल्चर म्याटर्सको उत्तर। अनि हो कुनै पलमा लाग्छ तिमी मसँग होइन, तर तिमीको याद यो फेल भेसेटसँगै हिँडिरहेछ। क्यामेरा फ्यान हुन्छ, हरियाली, भवन, विद्यार्थीहरू हाँसिरहेका। क्यामेरा चलिरहन्छ, तर क्याप्चर गरिने त केवल दृश्य होइन, क्याप्चर हुन्छ भावना। र त्यो भावना यही एगको माटोमा कसम कहिल्यै बिर्सन सकिन्न। अन्त्यतिर यो थियो हाम्रो आजको छोटो ब्लग, जुन एग क्याम्पस भित्रको जीवनलाई नजिकबाट देख्ने सानो प्रयास हो। लाइक, कमेन्ट अनि शेयर गर्न नबिर्सनुहोला र यस्तो अझै रमाइलो, भावनात्मक अनि रियल कन्टेन्ट हेर्न सब्सक्राइब गर्नुहोस्। Music fade out slowly. Video ends.